आज यस भिडियोमा म तपाईलाई काठमाडौँ तराई मधेस फास्ट ट्र्याकको निजगढ सेक्सनको अपडेट देखाउनेछु, साथै पुलको अपडेट देखाउनेछु। अहिले यो फास्ट ट्र्याकको करिब 50% काम सम्पन्न भइसकेको छ। यो फास्ट ट्र्याकको निजगढ खण्ड हो, जहाँ फास्ट ट्र्याक राजमार्गसँग जोड्ने काम तीव्र गतिमा हुँदैछ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग फास्ट ट्र्याक निर्माण कार्यले उल्लेख्य गति लिएको छ। देशकै राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये सर्वाधिक प्राथमिकतामा रहेको यस आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति 45.16% पुगेको छ। निर्माण कार्यसँगै वित्तीय व्यवस्थापनतर्फ पनि उत्तिकै सुधार देखिएको छ, जसको वित्तीय प्रगति 45.33% रहेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको 70.97 किलोमिटर लामो बहुप्रतीक्षित काठमाडौँ तराई द्रुतमार्ग फास्ट ट्र्याक अहिले गम्भीर समयको दबावमा देखिएको छ। सरकारले आयोजना सम्पन्न गर्ने संशोधित म्याद 2083 चैतसम्म तोकेको भए तापनि अब बाँकी रहेको करिब 14 महिनामा 54.67% काम सम्पन्न गर्नुपर्ने ठूलो चुनौती रहेको छ। कुल 2,11,93 करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा हालसम्म 82,97 करोड रुपैयाँ खर्च भइसकेको छ, जसमध्ये खुद खर्च 77,97 करोड रुपैयाँ पुगेको छ। वित्तीय खर्चको यो अवस्थासँगै आयोजनाको भौतिक प्रगति 45.33% मात्र पुगेकाले निर्धारित समयभित्रै निर्माण सम्पन्न हुनेमा चुनौती थपिएको देखिन्छ। नेपाली सेनाले 7वटा सुरुङमार्गसहित बन्ने उक्त द्रुतमार्गमा ठूला तथा विशेष सहित 89 ठाउँका पुलमध्ये 85 ठाउँको ठेक्का व्यवस्थापन भइसकेको बताएको छ। बाँकी खोकना खण्डमा अवस्थित 4 ठाउँका पुलको ठेक्का भने जग्गा अधिग्रहण सम्बन्धी समस्या नसल्टिँदा व्यवस्थापन हुन सकेको छैन। निर्माणाधीन पुलमध्ये 54 स्थानको जग र 34 स्थानको सब स्ट्रक्चरको काम सम्पन्न भएको छ। काठमाडौँबाट 31 किलोमिटरको दूरीमा रहेको मकवानपुरको देद्रे र लेनडाँडा क्षेत्र अहिले काठमाडौँ तराई मधेस द्रुतमार्ग फास्ट ट्र्याकको इन्जिनियरिङ कौशल प्रदर्शन गर्ने मुख्य थलो बनेका छन्। बकैया गाउँपालिका 12 स्थित देद्रेमा सुरुङको मुखैमा निर्माण गरिएका 82 मिटर अग्ला समानान्तर पुलहरूले सबैको ध्यान आकर्षित गरिरहेका छन्।
त्यस्तै गढी गाउँपालिका 1 स्थित लेन्डारामा पनि उस्तै उचाइका 2वटा पुलहरू सुरुङसँगै जोडिएका छन्, जसमध्ये एउटाको निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्को अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय गौरवको यस आयोजना अन्तर्गत बनेका यी अग्ला पुल र सुरुङहरूले नेपाली पूर्वाधार विकासमा नयाँ मानक कायम गरेका छन्। काठमाडौँ तराई मधेस द्रुतमार्ग अन्तर्गतका देब्रे 1691 मिटर र लेन्डारा 1623 मिटर सुरुङ मार्गहरू अहिले फिनिसिङको चरणमा पुगेका छन्। यी दुवै स्थानमा काठमाडौँ र निजगढ दुवैतर्फ आउजाउ गर्न मिल्ने गरी 4वटा समानान्तर सुरुङ र अग्ला आकर्षक पुलहरू निर्माण गरिएका छन्, जसले आयोजनाको आधुनिक स्वरूप झल्काउँछ। यसबाहेक आयोजनामा थप 5वटा सुरुङहरूको निर्माण कार्य पनि अघि बढाइएको छ, जसमा 455 मिटर लामो नेपालकै सबैभन्दा लामो गाडी चल्ने सुरुङ समेत समावेश छ। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार यस मुख्य सुरुङको करिब 70% काम सम्पन्न भइसकेको छ भने आगामी असारसम्ममा ब्रेक थ्रु गर्ने लक्ष्यका साथ 348 मिटर खन्ने काम तीव्र गतिमा भइरहेको छ। ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व-पश्चिम राजमार्गमा जोडिने कुल 70.977 किमी लम्बाइको उक्त द्रुतमार्ग पहाडी क्षेत्रमा 25 र तराईमा 27 मिटर चौडाइको हुनेछ। आयोजना अन्तर्गत ललितपुरमा 9, काठमाडौँमा 4.6, मकवानपुरमा 49.7 र बारामा 7.6 किलोमिटर सडक निर्माण हुनेछ। द्रुतमार्ग अन्तर्गत साना तथा ठूला गरी 89वटा पुल निर्माण हुनेछन्। हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला 82 मिटरसम्म उचाइका विशेष प्रकृतिसहित 13 स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ। आयोजना अन्तर्गत 85 स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।